हेलो गाइस आम्मामा आज त यार रातिको 1 बजे रुमबाट झरेको त यस्तो हिउँ परेछ बाबु ल यार आम्मामा हिउँ परिरहेको छ गाइस देख्न सक्नुहुन्छ। सो यो चाहिँ रातिको ठ्याक्कै कति बजे भन्दाखेरि रातिको ठ्याक्कै 1 बजेर सो 8 मिनट दिएको हो यस्तो पुरै हिउँ परिरहेको क्या। तर यस्तो हिउँ पर्दाखेरि चाहिँ लाइक जाडो हुँदैन। अहिले पुरै जाडो छैन, म यतिकै बसिरहेको छु होइन, टाउकोमा टोपी पनि लगाएको होइन, त्यस्तो लगाएको छैन मैले होइन। अहिले भर्खर म टक्कै यस्तो निस्केको हेरेको अब यस्तो भइरहेको छ ल यार रातभरि कस्तो अहिलेमा यतिको परेको। सो देख्न सक्नुहुन्छ तपाईँहरूले आमामा। सो यहाँ देख्न सक्नुहुन्छ पुरै हिउँ परे चाहिँ होइन गाइस। अब रोमानियामा चाहिँ लास्ट हिउँ परिरहेको क्या। सो म चाहिँ अहिले म एक्लै छु होइन। तर अहिले यस्तोमा त्यति जाडो छैन क्या, त्यति जाडो चाहिँ छैन। अब अहिले चाहिँ अब जाडो पर्दैन, भोलि बिहान यस्तो जाडो हुन्छ, यति जाडो हुन्छ होइन, लास्ट जाडो हुन्छ। सो हाम्रो गाडीहरू हेर्नु है, यो चाहिँ हाम्रो भ्यान हो, यो चाहिँ हाम्रो सामानहरू पुऱ्याउने भ्यान हो। आमी हेर्नु है यस्तो छ गाइस होइन। सो एकदमै रोमानियामा जो हुनुहुन्छ होइन, जो बाहिर काममा हुनुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ टेक केयर होइन, आफ्नो ख्याल गर्नु होला। सो लास्ट अब चाहिँ भोलिदेखि चाहिँ एकदम लास्टै के अरे ऊ हुनेछ क्या, के अरे जाडो हुन्छ। अहिले त चिल छ होइन, तर यो के बताइरहेको छ एक्लै भयो नि होइन, बल बचाइरहेको छ यार। तर कोही छैन, चाहिँ एक्लै छु होइन। यो चाहिँ मेरो हाम्रो क्यान्टिन हो। सो देख्न सक्नुहुन्छ क्या तपाईँले चाहिँ आमा यहाँ कस्तो मजा लागेको राति पनि यो सो यो मजा आउँदैछ एक्लै खेल्नु नि, त्यहाँ मजा आउने खेल्न। देख्न सक्नुहुन्छ यहाँ हाम्रो गाडी छ होइन। सो यस्तो छ क्या, यहाँ चप्पलमा हिँड्छु तर जाडो चाहिँ भएको छैन मलाई गाइस। यस्तो 1 बजी राति यार यस्तो मजा भइरहेको एक्लै होइन। रोमाउनु मजा आउँछ, यो खेल्नु चाहिँ मजा हुन्छ क्या। सो यति राति भयो भने मैले अहिले चाहिँ टक्कै यसो हेरेको, झ्यालबाट हेरेको पुरै हिउँ परिरहेको छ। देख्न सक्नुहुन्छ है त, यतिको त अहिले भइसक्यो हेर्न सक्नुहुन्छ यस्तो। सो तपाईँहरूलाई चाहिँ यो मेरो भिडियो चाहिँ मन पऱ्यो भने लाइक सेयर कमेन्ट गर्नु होला। सायद हात खक्रिसक्यो यार, अहिले पो जाडो हुँदैछ यो हिउँ चाहिँ अहिले त सुरुमा त जाडो थिएन, अहिले पो जाडो हुँदैछ गाइस। अब बाहिर धेरै नबस्नु, 1 बजी राति होइन। अब गाह्रो छ, एक्लै पनि छु म, आज साथी पनि साथीको रुममा गएको छ होइन। म नि दाइको रुममा गएर हिजो गएको थिएँ, म चाहिँ हिजो गएर आज आएको छु। सो होइन अहिले देख्न सक्नुहुन्छ तपाईँले एकदमै हिउँ परिरहेको छ। सो हेर्नु यस्तो बाक्लो भइसक्यो क्या यो। भोलि त पुरै यो त थाक हुन्छ यार, एकदम गाडी आउनु सक्दैन यस्तो भएको छ। यो चाहिँ हाम्रो साउको होटल बन्दैछ, अर्को होटल। सो होइन यो चाहिँ हाम्रो लाइट छ। सो देख्न सक्नुहुन्छ है तपाईँहरू यस्तो छ क्या। अब यो गाडीमा कसरी देख्नु, यो कसरी कुदाउनु गाडी आम्मा। तर यार यसरी बस्नु गाइस। सो तपाईँहरूले देख्न सक्नुभयो कस्तो पऱ्यो हिउँ परिरहेको छ भनेर होइन। सो तपाईँहरूले अब सक्यो भने म भोलि बिहान देखाउने छु। तर भोलि बिहान भन्दा नि अब अहिलेसम्म सुत्यो होइन, 1 बजिसक्यो रातको, एकदम क्रस भइसक्यो। सो कति बजी उठ्छ थाहा छैन। अब लाइक यो त यार भोलि त तर छुट्टी छ, यो त साफ हान्नुपर्छ अब यहाँ गाडी हिँड्ने बाटो बनाउनु पऱ्यो। अब हामीले चाहिँ सामान ठक पुऱ्याउनु पर्ने हुन्छ, अब यो चिप्लिन्छ। सो यो चाहिँ अब चाहिँ गाडो मस्किने भयो जस्तो छ यार। बाहिर के चिकन जागिर जगाउनु पऱ्यो, त्यही हो गाइस। यस्तै हो है गाइजहरू। तर जो अब लुगा चाहिँ अलिकति झापा लगाएर काम गर्नुपर्छ। सो मेरो भिडियो कस्तो लाग्यो, मन पऱ्यो लाइक सेयर कमेन्ट गर्नु होला। किनभने यस्तो चिसोमा पनि मैले तपाईँहरूको लागि, तपाईँहरूलाई देखाउनु लागि मैले चाहिँ भिडियो बनाइरहेको छु। यति रातिको 1 बजे रातिको 1 बजे यस्तो हिउँ परिरहेको छ। यसो देख्न सक्नुहुन्छ सहर हेर्नु गाइस। यो चाहिँ लाइट छ क्या बाहिर हाम्रो, देख्न सक्नुहुन्छ सन्न हिउँ परेको देख्नु रियल क्या रियल। म चाहिँ यस्तो देखेको थिएन, फर्स्ट टाइम रोमानिया आएर 8 लाख तिरेर चाहिँ मैले अरू पैसा त त्यस्तै हो होइन, पैसा कमाउन सक्यो भने यस्तो हिउँ खेलेर आफ्नो लाइफ चिल गर्न पाइरहेको छु नि, त्यही हो होइन। त्यही हो गाइस। अब ल त गाइस भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट गर्नु होला। सो सबैजनालाई टेक केयर, अब मेरो साथीभाइहरूलाई र बाई बाई, सी यू।